के तपाईको आँखामा पनि यस्तै मासु पलाएको छ? हेलो नमस्ते, म डाक्टर सुदन। यो भिडियो विशेष गरी बाइक राइडर्स अनि घाम तथा धुलोधुवामा धेरै बेरसम्म काम गर्ने ट्राफिक सर म्याडमहरूको लागि। यो भिडियोलाई निहालेर हेर्नुस् त, यहाँ आँखामा सानो बोसो जस्तो मासु पलाएको देखिन्छ। यसलाई टेरिजियम भनिन्छ। अब सोध्नु होला, यति सानो त छ, यति पलाएर के फरक पर्छ र? हो, यति सानो र कुनै पनि समस्या नगराउने भएमा खासै केही फरक पर्दैन, तर बेलैमा ध्यान दिन नसकेमा यो बढेर ठुलो पनि हुन सक्छ। यहाँ हेर्नुस् त, यसरी बढ्दा यसले आँखाको दृष्टिमा हानि पुर्याउने, आँखा रातो हुने, बिजाउने, पोल्ने गर्दछ र बेलैमा ध्यान नदिएमा आँखा पूर्ण रूपमा कमजोर हुन पनि सक्छ। त्यसैले बेलैमा सचेत भई ध्यान दिन जरुरी छ। अब प्रश्न आउँछ, यो कसरी हुन्छ? कसरी हुन्छ भन्नेमा यकिनन प्रमाणहरू अहिलेसम्म पनि अन्यल नै छन्, तर यसका महत्त्वपूर्ण कारक तत्त्वहरू भन्नुपर्दा सनलाइट अर्थात् अल्ट्राभायोलेट रेज, धुलोधुवा, वंशानुगत तथा एचपीभी इन्फेक्सन पनि हुन्। यी मध्ये सबैभन्दा महत्त्वपूर्ण भनेका सनलाइट र धुलोधुवा हुन्। यसको प्रभाव कम भएकोहरूमा टेरिजियम एकदमै न्यून देखिएको छ। त्यसैले बाइक चलाउँदा, धुलोधुवामा हिँड्दा वा काम गर्दा अल्ट्राभायोलेट रेज छेक्ने चस्मा लगाउनु पर्छ। त्यस्तै घाममा हिँड्दा ह्याट लगाउने, धुलोधुवामा हिँडे पश्चात आँखा पखाल्ने तथा कृत्रिम आँसु जसलाई रिफ्रेस टियर पनि भनिन्छ त्यो प्रयोग गर्न सकिन्छ। अब यस्तो अवस्था देखिहालेमा के गर्ने? सबैभन्दा पहिले आफूलाई केही असहज भएको नभएको याद गर्ने, दृष्टिमा केही परिवर्तन भएको नभएको याद गर्ने। माथि भने जस्तै प्रिभेन्टिभ मेथड्सहरू अपनाउन सकिन्छ। आँखा बिजाएमा असहज महसुस भएमा कृत्रिम आँसु अर्थात् रिफ्रेस टियर प्रयोग गर्न सकिन्छ। यो प्रयोग गर्दा एउटा आँखामा एक थोपा, दुवै आँखामा दिनको 3-4 पटकसम्म प्रयोग गर्न सकिन्छ। यो प्रयोग गरे पश्चात पनि आँखा बिजाउने, रातो हुने, पोल्ने कम नभएमा आँखाको डाक्टरसँग भेटी थप औषधि प्रयोग गर्न सकिन्छ। यसो गर्नाले भइसकेको अवस्था पूर्ण निको चाहिँ हुँदैन, तर बढ्न नदिन भने अवश्य मद्दत गर्छ। अब भन्नु होला, पूर्ण निको पार्न के गर्ने? त्यसको लागि भने शल्यक्रिया नै गर्न पर्छ, तर एक पटक शल्यक्रिया गरे पश्चात पनि यो पुनः आउन सक्छ। त्यसपछि भने पुनः शल्यक्रिया गर्न चाहिँ धेरै कठिन वा सकिँदैन। तसर्थ यदि यसले गर्दा दृष्टिमा समस्या भएमा, यसको आकार छिटो छिटो बढ्दै गई पिपलसम्म छुन खोजेमा, आँखाहरू दायाँ बायाँ चलाउन कठिन भएमा वा औषधि प्रयोग पश्चात पनि बिजाउने, पोल्ने, रातो हुने समस्या कम नभएमा मात्र शल्यक्रिया गर्नु उचित हुन्छ। त्यसैले बाइक चलाउँदा, घाम तथा धुलोधुवामा हिँड्दा चस्मा लगाउने बानी बसालौँ।